यहाँ आएका छन्। बालिनले हात हल्लाएर समर्थकहरूलाई समर्थन गरेका छन्। धनगढीमा यो बालिनको क्रेज यहाँले देख्न सक्नुहुन्छ। लाइभ ये पैसे देकर बुलाई गई भीड़ नहीं है। ये दारू पिलाकर, चिकन खिलाकर, जबरदस्ती ट्रकों में भर भर कर लाए गए लोग नहीं है। ये सब अपने आप आए हैं और इनके दिलों में विश्वास है। ये अच्छा आदमी है, ये अच्छा नेता है, ये हमारा भविष्य सुधारेगा, ये अच्छी सरकार बनाएगा। और जिससे भी पूछो वो कहेगा मैं डॉक्टर बनूंगा, IAS बनूंगा, वकील बनूंगा, लेकिन एक भी आदमी नेता बनने को तैयार नहीं है। पूछ लो। पॉलिटिक्स से Balin, lol, India. इसे ना पैसों की परवाह है, ना पावर का खौफ। लगता है इसे कोई गहरी चोट लगी है। ये किसी भी हद तक जा सकता है। इससे जरा होशियार रहना पड़ेगा। अपराध होइन मन फल्नाले दरबार उपसराप होइन मन खराब छैन सही बोल्न डराउँदैन कानुनको लाग्छ कि आवाज उठाउँदैमा संविधानको गीतमा शब्दको सलामी गाउँ गाउँबाट उठ युवा कलम थामी स्वरयाना सही कुरा सुन सोची साराले उमरीमा भौतारी भविष्य अवतारा
दर्शकवृन्द हामी यति बेला दार्चुला जिल्लामा छौँ। यो दार्चुला जिल्लाको गोकुलेश्वर हो। गोकुलेश्वर क्षेत्रमा बालेन शाहको यो क्रेज, बालेन शाहको लागि उपस्थित भएको यो जनमास तपाईँहरूले देख्न सक्नुहुन्छ। बालेन शाहलाई हेर्नको लागि यहाँ उपस्थित भएको यो जनमास हो। बालेन शाह राष्ट्रपाका वरिष्ठ नेता बालेन शाह यति बेला सुदूरपश्चिम भ्रमणको क्रममा दार्चुला पुग्नु भएको छ र दार्चुलामा यो लेभलको मान्छेहरूको उपस्थितिले यहाँ प्रहरीलाई मिलाउन बालेन शाहलाई गाडीबाट निकालेर पार्टी कार्यालयसम्म पुर्याउन समेत एकदमै हम्मे हम्मे भएको अवस्था थियो। यहाँ मान्छेको उपस्थिति, हजारौँको सङ्ख्यामा मान्छेको उपस्थिति छ। यो जुन बालेन शाहको टिमले पनि अपेक्षा नगरेको र यहाँको सुरक्षा व्यवस्था मिलाउनलाई पनि यति आकलन नगरिएको भिडभाड चाहिँ यहाँ उपस्थित भएको छ। दार्चुला जिल्लाको गोकुलेश्वरमा छौँ हामी। यति बेला बालेन शाह पार्टी कार्यालय भित्र जानुभएको छ उम्मेदवारसँग भेटघाट र केही चुनावी रणनीतिको बारेमा कुरा गर्नको लागि बालेन शाह यति बेला पार्टी कार्यालय भित्र जानुभएको छ भने यो बाहिरको क्षेत्र तपाईँले देख्न सक्नुहुन्छ गोकुलेश्वर हो। यो गोकुलेश्वर दार्चुला जिल्ला र बैतडीको सिमानामा र यो पार्ट चाहिँ दार्चुलामा पर्छ। यो पाटोको यो उपस्थिति चाहिँ एकदमै लोभलाग्दो उपस्थिति देखिएको छ। बालेन शाह हाई हाई, बालेन शाह जिन्दाबाद लगायतका नाराहरू बोकेर मान्छेहरूको यहाँको यो उपस्थितिलाई चाहिँ सामान्य अर्थमा लिन मिल्दैन, किनभने सुदूरपश्चिमको दार्चुला आफैमा एकदमै विकट एरिया जहाँ यहाँ गाडीको लागि पनि एउटा रुट मात्र छ। यसरी आउनुपर्ने यति टाढा, यति विकटको ठाउँ अलिकति पूर्व जानकारी पाएको कारणले यति ठुलो भिड जम्मा भएको छ। त्यसमा पनि आह्वान गरेर बोलाइएको भिड पनि थिएन यसमा। यो चाहिँ पूर्व जानकारी सेड्युल, कार्यक्रमको सेड्युल चाहिँ देखेकै भएर यति धेरै मान्छेहरूको उपस्थिति यहाँ भएको छ। यो एकदमै बाक्लो उपस्थिति हो। बालेन शाह पहिलो पटक जनकपुर पुगेर यहाँबाट उद्घोष सभा, परिवर्तन उद्घोष सभाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गरेर पूर्वी नेपालतिर लागेका थिए। ताप्लेजुङ, पाँचथर, इलाम, झापातिर उसकै क्रेज देखिएको थियो। सुदूरपश्चिम, त्यसपछि सुदूरपश्चिम आएका बालेन शाहलाई सुदूरपश्चिममा पनि त्यो तपाईँको पूर्वको भन्दा राम्रो भनौँ, किनभने अपेक्षा नगरेको ठाउँमा त्योभन्दा राम्रो भव्य स्वागत भइरहेको हामीले तपाईँहरूलाई सुरुवातदेखि नै देखाइरहेका छौँ। हामीसँग निरन्तर अपडेटको लागि जोडिरहनु होला, फलो गरेर हामीले तपाईँहरूलाई अपडेट दिइरहेका छौँ यहीँबाट। यहाँ इन्टरनेट राम्रोसँग चलिरहेको छैन, नेट राम्रोसँग नचल्दै पनि हामीले यहाँबाट लाइभ दिने कोसिस गरेका छौँ। सबैजनाले सेयर गर्नुहोला, कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ कमेन्ट गर्नुहोला। तपाईँलाई के भन्न चाहनुहुन्छ कमेन्टमा राख्नुहोला। दार्चुला जिल्लाको गोकुलेश्वर क्षेत्र हो। हस् सर भन्नुभएको छ हाम्रो लक्ष्मण जोशी सरले, धेरै धेरै धन्यवाद हजुरलाई। कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला सबैजना। अनि अब बालेन शाह बाहिर निस्किँदै हुनुहुन्छ यहाँबाट पार्टी कार्यालयभित्र उम्मेदवारहरूसँग भेटघाट तथा एउटा निर्देशनात्मक कार्यक्रम जस्तो मात्रै रहेको छ। आचार संहिताका कारणले गर्दाखेरि हरेक ठाउँमा पुगेको ठाउँमा बोल्न मिलिरहेको छैन, भाषण गर्न मिलेको छैन, किनभने त्यहाँ आचार संहिताले बाँधेको छ। आचार संहिताले गर्दा अहिले तपाईँको 4 गतेभन्दा अगाडि, फागुन 4 गतेभन्दा अगाडि कुनै मन्तव्य, कुनै कार्यक्रमहरू गर्न मिल्दैन। त्यस कारणले गर्दा यहाँ चाहिँ हरेक ठाउँमा भेटघाट जस्तो मात्रै भइरहेको छ। गाडी आइरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट। यो उपस्थिति सामान्य उपस्थिति छैन दर्शकवृन्द। बर्दियाबाट यदि हुनुहुन्छ, जय घन्टी लेख्दै हुनुहुन्छ, सेयर गर्नुहोला। अझ धेरै तपाईँका घन्टी समर्थकहरूसम्म पुर्याउनु होला। यो भिड सानो भिड छैन दर्शकवृन्द, एकदमै अप्रत्याशित भिड छ।
बालेन शाहले आज बिहान मात्र सुदूर अब दूर हुने छैन भनेर पोस्ट गरेका थिए। त्यसपछि उनलाई सुदूरपश्चिममा निकै स्वागत गरिएको छ। यहाँ तल ठाउँमा भएर मान्छेहरू छतमा चढेर हेर्नुपर्ने अवस्था आइरहेको छ। दार्चुला जिल्लाको गोकुलेश्वर हो, तपाईँहरूलाई मैले फेरि अवगत गराएँ। दार्चुला जुन आफैमा विकट छ, यहाँ सडकको पनि राम्रो सुविधा छैन, इन्टरनेटको पहुँचमा पनि धेरै मान्छे रहने अवस्था छैन। यद्यपि यहाँको उपस्थिति भन्ने निकै लोभलाग्दो। अब बालेन शाह यहाँ माथिबाट आएर बैतडी र दार्चुलाका उम्मेदवारहरूले घन्टी समर्थकहरूलाई अभिनन्दन गरिरहेको हामी देख्न सक्छौँ। सम्भवतः बालेन शाह यहीँबाट आएर हात हल्लाउनेछन्, घन्टी बजाउनेछन्। यो दार्चुलाको गोकुलेश्वर क्षेत्र हो र गोकुलेश्वरमा यो प्रकारको एकदमै अपेक्षा गरिएको भन्दा धेरै ठुलो भिडभाड, धेरै ठुलो समर्थकको जमात चाहिँ यहाँ आएको हामी देख्न सक्छौँ। मैले तपाईँहरूलाई देखाइरहेको छु सम्पूर्ण दृश्य यहीँबाट लाइभ। नेटवर्कले त्यस्तो साथ दिइरहेको छैन, यद्यपि नेटवर्कले साथ दिँदासम्म म तपाईँलाई लाइभ मार्फत देखाउनेछु र बाँकी भिडियो हेर्नुहोला। भिडियोमा पनि कैद गरिएको छ, त्यहाँबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। र हामीसँग जोडिन बाँकी हुनुहुन्छ भने कृपया खबरदार मिडियालाई फलो गरेर पनि जोडिनु होला। हामी निरन्तर अपडेट दिइरहेका छौँ। अब हामी यहीँबाट अछामसम्म पुगेर बाजुरा डोटी हुँदै अछामसम्मको सम्पूर्ण अपडेट तपाईँलाई दिनेछौँ। अब एकैछिन हामीले बालेन शाहलाई यहाँ देख्नेछौँ। तपाईँहरूले सेयर गर्नुहोला, कहाँबाट हेर्दै हुनुहुन्छ सेयर गर्नु नभुल्नु होला। होइन बाइकमा होइन, गाडीमै आएको, यहीँसम्म गाडीमा आएको। उहाँ सवार गाडी अलि अगाडिपट्टि गएको छ। तपाईँहरूले यो मान्छेको भिड देख्न सक्नुहुन्छ। दार्चुला जिल्ला तपाईँको सुदूरपश्चिमको हिमाली जिल्ला, यो यस्तो ठाउँमा पनि यो लेभलको अप्रत्याशित भिडले चाहिँ अब यहाँबाट सम्भवतः फर्किनेछ। यहाँबाट बालेन शाहको टोली फिर्ता फर्किनेछ। देख्न सक्नुहुन्छ यहाँ बालेन शाहको लागि गाडी तयार गरिँदैछ। अब सम्भवतः गाडी माथि देख्न सक्छौँ हामीले बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनलाई देखिरहेका छौँ। त्यसै गरी दिनेश सिटौलालाई देखिरहेका छौँ। त्यसै गरी हामीले यहाँ अर्जुन घिमिरे पाण्डेलाई देखिरहेका छौँ, बालेन शाहलाई सहजीकरण गरिरहेका। त्यसै गरी राजसभाका प्रस्तावित सहमहामन्त्री भूपदेव शाहलाई पनि हामीले यहाँ देखिरहेका छौँ, जो चाहिँ अछाम क्षेत्र नम्बर 2बाट उम्मेदवार हुनुहुन्छ। अब हामी यहीँबाट बालेन शाहलाई एकैछिन देख्नेछौँ। यो भिड बझाङ पनि पुग्ने हो, बझाङ पुग्ने कार्यक्रम रहेको छ जानकारी माएअनुसार। हामी सम्भवतः सम्भव भएसम्म सबै ठाउँमा पुगेर तपाईँहरूलाई अपडेट दिनेछौँ कस्तो छ एकैछिन हामी बालेन शाहलाई देखाउन गइरहेका छौँ। यहाँ ड्रोनले खिचिरहेको छ। यो भिडियो सम्भवतः केही समयमा आउनेछ। बालेन शाहले घन्टी बजाएर फर्किसकेका छन्।
यही बेलामा फोन गरिदिन्छ। अब बालिन शाहको टोली अब यहाँबाट बझाङतर्फको लागि अघि बढ्ने कुरामा तपाईँहरूलाई जानकारी गराएँ यहीँबाट। अब आज मात्रै बझाङमा भेटघाट हुने। एकछिन बाटो खाली गरिदिउँ है, बाटो खाली गरिदिउँ। कसरी एकछिन साइड हो नि, एकछिन साइड है प्लिज, अलिकति साइड यहाँ छोडिदिनु, यहाँ छोडिदिनु सर, यहाँ खाली गरिदिउँ न। अलिक पछाडि आउनु, अलिक पछाडि हो अलि उ गर्नु न यहाँ रेस्ट। अलिक पछाडि दिदी, अलि यता अलि गाडी यता। बालिन शाह गाडीको माथि हुनुहुन्छ, तपाईँहरूले देखिराख्नु भएको छ। सबैलाई अभिनन्दन गरिराख्नु भएको छ। तपाईँलाई मैले लाइभमा देखाइरहेको छ। दर्शकवृन्द, बालेन शाह यति बेला पश्चिम भ्रमणमा रहेका छन्। उनी कैलाली हुँदै डडेलधुरा जाने क्रममा बाटोको दृश्य देख्न सक्नुहुन्छ। जनताहरू बालेन शाह कति बेला आउँछन्, कुन बाटो आउँछन् भनेर हातमा फुल लिँदै कुरिरहेका छन्। वास्तवमा यो क्रेज हामी देख्न सक्छौं। उनी शेरबहादुर देउवाले पटक पटक निर्वाचित हुँदै आएको डडेलधुरा क्षेत्रमा उनी जाँदैछन् र त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूसँग भेट गर्दैछन् भने उनी त्यता हुँदै अछाम पुग्नेछन्। पश्चिमका विभिन्न जिल्ला भ्रमणपछि उनी केही दिनपछि झापा फर्किने कार्यक्रम छ। हामी यहाँ बुङ्गलमा पुगिसकेका छौँ। यो बुङ्गलमा पुगिसकेका छौँ। यहाँ बालेन्द्र शाह बुङ्गलमा पुगिसक्नु भएको छ। अब निस्किनु हुनुहुन्छ। निकै गाह्रो भइरहेको छ बालेन्द्र शाह पालनलाई यहाँनिर। यो दृश्य हो। पार्टीमा नलाए पनि मेरो पार्टी हुन्छ। कस्तो पार्टी हुन्छ भने युवाहरूको पार्टी हुन्छ है। म त बुढाहरूसँग त मिल्दैन, पटक्कै मिल्दैन बुढाहरूसँग। जोसुकै पार्टीको होस्, युवाहरूसँग चाहिँ म मिल्छु। सबै पार्टीको युवासँग मिल्छु। अहिले स्वतन्त्र पनि धेरै उठेका छन्, धेरै मान्छेहरू उठेका छन्, कोहीले जित्ला। तिनीहरू सबैलाई युवाहरूलाई चाहिँ म चाहिँ सकभर मिलाउने प्रयास गर्छु। युवाहरूले भनेको मान्छ, बुढोहरूले मान्दैन। त्यस कारणले मैले मेरो आफ्नै पार्टी नभए पनि एउटा स्वतन्त्र, एउटा सिङ्गो व्यक्ति हुँदैन। म चाहिँ एउटा टोली हुन्छ, युवाहरूको टोली हुन्छ। युवाहरूसँग चाहिँ गरेर चाहिँ योजना बनाउँछु के गर्नुपर्ने देश विकासको लागि। त्यसरी चाहिँ म अगाडि बढ्ने हो। त्यसैले मान्छेहरूले भन्छन् एकजना उठेर के गर्ला र भन्छन्, हेरौँला नि के गर्न सकिँदो रहेछ। 1-2 वर्षमा थाहा हुने कुरा भइहाल्यो। सकिएन भने कोसिस गरेको, सकिएन भन्नु पर्ला नि, हो कि होइन? जस्तो अहिले मैले भने शिक्षा मन्त्री भएर केही गर्न कोसिस गरेकै हो, केही सिक्ला आएन भनेर भन्न आएको त हो तपाईँहरूलाई, होइन? त्यस कारणले त्यो कुरा 1-2 वर्षमा हेर्नुहोस्, म कोसिस गर्छु, माथि गएर सबैलाई मिलाउने प्रयास गर्छु। नमिलेसम्म देश बन्दैन भन्छु, होइन? अब मिलिँदैन भने के हुन्छ? देशलाई घाटा हुन्छ, मलाई त के घाटा हुन्छ, तपाईँ जनताहरूलाई घाटा हुन्छ, होइन? त्यस कारणले यसैले म चाहिँ उठेको हो। लौ अब के हुन्छ, के हुन्छ। भगवान्ले अब लेखिदिए रहेछन् भन्नु पऱ्यो नि, है? भगवान्ले लेखिदियो कि आफैले लेख्यो थाहा भएन, होइन? शिवजीले दिनुभयो कि तपाईँलाई?
कुन चाहिँ छिमेकी धेरै कुरा आउँछ। यहाँ चाहिँ चुनावमा लड्नु पर्छ भनेर लेखिदियो। किनभने 4 गतेसम्म त मलाई थाहा थिएन नि त। अस्ति 4 गतेसम्म म यो चाहिँ स्वतन्त्र उम्मेदवारको रूपमा म संसदको लागि उठ्छु भनेर मैलाई थाहा थिएन त। भगवान्लाई त थाहा रहेछ नि है। भन्नु पर्यो। यस्तै हो कुरो। ल अब धेरै कुरा किन गर्ने अब। छाया उसकी भुजाएं बदले कथाएं भागीरथी तेरी तरफ शिव जी चले देख जरा ये विचित्र माया। देश में परिवर्तन होने वाला है। वो परिवर्तन अपने से करो। कहा कि 30 वर्ष से जुन रूप के रखले देश के देखली घर में जन पूरा के अति लगे करवार लगे चाहे धान के करवार लगे तो लेका में दौनी करे के दिनाते घर भर पैसा जरले। यहाँ सब वीडियो देखली कि ना देखली ये गोटे के जर गली आज अपना क्षेत्र में अभी तो बाकी भगवान ससुर कैपाल हम हजुरको रक्षा गरौँ राम्रो गरौँ हैन। म हजुरको धेरै फूल फूलेर फल लाग्यो कि चिठी पत्र लेखिदिए सन्तोले बोटामा सुर्ता जनाले क्या सजरी चिठी पत्र लेखिदिए हाम्रा सिरकोटामा मेरी सुर्ता जनाले। बाबिना पुराना तो बाबिना या छवि के अपकी जितावा भैया बालिनिया दबी के जहाँ जहाँ तेरे पाँव पड़े वो धरती अंबर हो जाए जाने ये कहती है तेरी। अगर ये जीवित रहा तो जहाँ भी रहेगा महाराज बन के रहेगा। जिस पे दर्शकवृन्द यति बेला हामी अछाम जिल्लाको साफी बगरमा छौँ र अछाम जिल्लाको साफी बगर भीम रावलको क्षेत्र हो र यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीबाट भीम रावल चुनावी मैदानमा छन् भने यहाँ आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन शाह उपस्थिति हुने कार्यक्रम भएको थियो। त्यसै अनुरूप बालिन शाहको उपस्थितिमा यहाँ देखिएको यो जनमासलाई तपाईँले देख्न सक्नुहुन्छ। यति ठुलो जनमास यहाँ बालिन शाहको स्वागतको लागि उपस्थित भएको छ। यो अछामको एउटा निर्वाचन क्षेत्र नम्बर 1 मा हो। त्यसै गरी अछाममा 2वटा निर्वाचन क्षेत्र छ र कम्पेरिटिभली 1 नम्बर राष्ट्रसभाको कमजोर भनिएको ठाउँमा यो प्रकारको बालिनको क्रेज तपाईँले देख्न सक्नुहुन्छ। यहाँ बालिन शाहलाई पार्टी कार्यालय छिराउन समेत एकदमै हम्मे भएको अवस्था छ। तपाईँहरूले देख्न सक्नुहुन्छ साफी बगरमा हो। अछाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 अन्तर्गत पर्छ यो साफी बगर र यहाँ आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालिन शाहको उपस्थिति रहेको छ। तपाईँले देख्न सक्नुहुन्छ बालिन शाहलाई। तपाईँहरूले एकछिन हजुर सँगै हो। गयो है अहिले
द राइट टाइम टु सी द बालेन सरकार हेर्नुहोस् ल एकदम भिड भइरहेको छ वाउ ल हेर्नुहोस् है क्रेज हेर्नुहोस् मैले त अहिलेसम्म देख्न सकेको छैन खै के भयो भिड ओभर भिड भयो ओहो हो ल अगाडि बढौँ भएन ल हेर्नु सुन्नलाई युवाहरू सुन्न चाहन्छन् उहाँलाई बस ल ठिक छ कहाँ हुनुहुन्छ बालेन शाह खै म अर्को क्यामेराबाट पनि कोसिस गर्दैछु ओके हामी त धेरै हामी हरायौँ ल गाडी यही हो ओहो क्रेज हेर्नुहोस् क्रेज युवाहरूको क्रेज तपाईँले हेर्नु भएको छ हेर्नुहोस् यही हो असली राइट टाइम बालेन शाहलाई नजिकबाट हेर्ने मौका अहिले हामीले पाउनेछौँ तर धेरै युवाहरूको इच्छा एउटै छ कि छुन पाए हुन्थ्यो ओहो ल गाइज भिडियो सेयर गर्नु पर्यो हजुरहरू भिडियो सेयर गर्नुहोस् लास्टमा महल भने धेरै एक्साइटेड महल छ ल हेर्नु ओहो ओके लाइभ चालू छ तिम्रो पनि खै ए ल ठिक छ हामी त अगाडि बढ्न पाउँदैनौँ क्या हो ल हेर्नु युवाहरूको भिड हेर्नु जनसागर यति उर्लाउ छ ल हेर्नु त ल पछाडि हट्नु पर्यो ल ठिक छ ल हामीहरू के गर्ने यति क्रेज देखेर नै हामी खुसी छौँ धेरै खुसी छौँ ल अब के गर्ने अब हेर्नु हामी यो क्रेज देखेर नै खुसी छौँ हेर्नु हामीले प्रत्यक्ष देख्न नपाए तापनि वाउ मान्छेहरू हेर्नुहोस् ओहो यस्तो पनि पहिलोचोटि मैले देखेँ है अब हुन त राजनीतिक पार्टीको कार्यक्रममा फर्स्ट टाइमै आएको हो अब के गर्ने यस्तो क्रेज पनि बालेन शाहको लागि देख्दा धेरै खुसी छौँ हामीहरू ओके ल गाडी हिँड्यो ल हेर्नु यो लाइभ बालेन शाह ल ओके वाह ल हेर्नु हामी अगाडि गएर देखाउने कोसिस गर्छौँ है ल भएन यो भएन अलिकति ल अब की बार बालेन सरकार ल ओहो ल सर ल ओके ल ठिक छ ल हेर्नु युवाहरूको दौडा हेर्नु ओहो बाघ निस्क्यो यहाँबाट अब ल कार्यकर्ताहरू सब ल हेर्नुहोस् के ओहो तपाईँहरू लाइभ देख्दै हुनुहुन्छ ओहो के भयो धेरै चोट लाग्यो क्या धेरै जोसको साथमा धेरै
युवाहरू धेरै नै जोसमा भएको कारणले गर्दा धेरै खै के भयो ल बोलाउनुहोस् एम्बुलेन्सहरू बोलाउनु पर्यो के छ उहाँको स्थिति कस्तो गाडीमा हालिहाल्नुहोस् फटाफट धेरै चोट लाग्छ के लाग्छ भाइलाई त्यस्तो चोट त खासै लाग्यो जस्तो लाग्दैन ल है फेरि पनि म कोसिस गर्दैछु देखाउने बालन सरकार त अगाडि बढिसक्नु भयो रोक्नु ल हालिहाल्नु ल ठिक छ ल ल है ल अगाडि हामी एकजनालाई मात्रै अलिक सिरियस हल्का एकजना यो होइन धेरै लागेको छैन ऊ यो भाइ हो त्यो भाइ हो सामान्य चोट हो ल ठिक छ ल अब यो एरिया पुरा खाली भयो अब मान्छेहरूको पुरा जनसागर अगाडि उर्लिएर अगाडि बढेको छ ल है यस समयमा हामी हेर्नुहोस् यो राचाको नेपालगञ्जको एयरपोर्टको बाहिरपट्टि छौँ ल गाइस अब हजुरहरूको कमेन्ट पनि हेर्न पाएन मैले ओहो अनु के छ हाल्छ हात मिला ल बधाई छ तिमीलाई घन्टी हो 100% ल ए हे ल फुल सपोर्ट ए ल बधाई छ हजुरलाई पनि हजुर पनि घन्टीमै हो बालनको फुल सपोर्टर हो ल ठिक छ ल हैन ल हजुरको बाइकवाला मान्छे भागे पनि ल जाम हामी पनि नेपालगञ्ज जाम ल गाइस अब हामी नेपालगञ्ज गएर नेपालगञ्जबाट पनि अब हामी हल्का लाइभ गर्ने कोसिस गर्छौँ अगर त्यस्तो मौका मिल्यो भनेपछि ओके यो भिडियो तपाईँले हेर्नुभयो सेयर गर्नुभयो धेरै राम्रो धेरै भिडले हेर्नुभयो बालेनको हेर्नुहोस् क्रेज उहाँ अगाडि छोडेको छन् युवाहरू तर हाम्रो गाडी यता भएको कारणले हामी अब उता कता दौड्ने हो अब होइन अब जसका रिपोर्टिङ गर्दैछन् जसका 2-4 जना मान्छेहरू छन् उनीहरू त धेरै नै दौडधुप गरेर हजुरहरूलाई क्लियरली देखायो होला नि तर मैले त्यो टाइपले हजुरहरूलाई देखाउन सकेन अब किन भनेपछि राजनीतिक मामलामा मलाई धेरै बोल्न पनि आउँदैन अरू प्लस म त्यस्तो एक्सपर्ट पनि छैन कि गाइजन हाँसी मजाक या ऊ हलान फलान ब्लगिङ गर्ने मान्छे त भइहाल्यो त्यही भएको कारणले गर्दाखेरि ल हेर्नुहोस् सबै भाइहरूले मलाई हेर्दैछन् हेर्न त चिनेको साथीभाइहरू पनि मैले धेरै भेटाएँ यहाँ आज धेरैले भने ल बिग फ्यान भन्दै उहाँहरूले हात हल्लाउनु भयो धेरैले भेट गर्नुभयो खुसी लाग्यो ल ठिक छ अब यस समयमा हामी यहाँबाट निक्लिनुपर्छ तपाईँहरूलाई जति हुनु सक्यो मैले त्यति देखाउने कोसिस गरेँ ओके अब अगाडिको बात पनि म देखाउने कोसिस गर्छु नेपालगञ्जबाट ल हेर्नुहोस् यही हो है ल ओके गाइस ल बाई हाथों की लकीरों को भी रुक सककर रोकने से भी नहीं रुकेगी